यो मैले लटारी लिरथे एउटा पुरै बुक हेर्नुहोस्। यो लटारी यो नीलकण्ठ शिव मन्दिर र मैले धेरै उत्साहमा टिकट लिरथे, धेरै बेचेको थिएँ। अरू जसले टिकट किन्दै थिए तिनीहरूले सोध्थे मलाई यो के खेला साँच्चै हो लिगली हुन्छ भन्दाखेरि म प्राउडले भन्थे होइन, यो हाम्रो जग्गाको खेला हो, लिगली हुन्छ, तपाईहरुले लाइभमा हेर्न सक्नुहुन्छ भनेर म पुरा प्राउडमा बेचे पनि मैले टिकट। तर आज मलाई यति दुःख लागेको छ, ती जसले टिकट लिए ती मान्छेहरू मलाई फोन गरेर सोध्छन् खोइ लाइभ खोइ आए भनेर मलाई प्रश्न गरिरहेका छन्। खेल भयो भने मलाई चाहिँ लाग्छ खेल भएन। यिनीहरूले के गरे राति एउटा ब्यानरमा नम्बर लेखे आफू यहाँ पुई जुन नम्बर छैन बा जुन नम्बर बिकेको छैन त्यसमा यिनीहरूले जुन नम्बर लेखे हातले बिहान उठे टेन्ट बनाए, मतलब तो जुन पोस्टर छ तो टाँगिदे। तो तरिकाकै भइरहेछ खेला। नभए भने एउटा लाइभ एउटा फोटो छैन, एउटा भिडियो छैन। अगर भिडियो छ भने पनि उनीहरूले यसै नियमको लागि देखाउटी गरेर यसरी देखाएका छन्। तो तरिकाको लटारी हुन्छ। यो हजुरहरूलाई म नम्बर जुन देखाउँदैछु हेर्नु 1616161616 फर्स्ट प्राइजबाट 10 नम्बरको प्राइजसम्म 16 छ। यो कसरी पोसिबल हुन्छ? यो खेला लिगली भएको हो भने एउटा फर्स्ट प्राइज वा सेकेन्ड प्राइज भेटाको मान्छेको नाम डिक्लेयर गर्नुहोस् अनि तिनीहरूलाई प्राइज दिनुहोस् त। यो प्राइज हो यो खेलाको यो नम्बरको मान्छेले भेटेको भनेको छैन, भुवा छ। अरुणाचलमा परो कहाँ परो भनेर त्यसै परेकै छैन। त्यसै अब हामीहरूलाई सोद्धा उहाँ परो भनेर खोजी गर्दैन भने त्यस्तो तरिकाले खेल हुन्छ। अब फेरि यहाँ कसैले खेल पाच्छु भन्दाखेरि हामीहरूले कसरी टिकट बेच्नु बा हामीहरूले कुन हिसाबले हामीहरूले टिकट किन्नु? यस्तो भुवा कसैले किन्छ? एउटा जिल्लाको बदनाम भयो यस्तो खेलाले गर्दा। मान्छेले कतिपयले मलाई भने कि गाउँको कुरो, अरे गाउँको कुरो हो भनेर के गाउँको कुरो कहीँ मान्छेले गलत गर्छ भने के त्यसलाई सहनु? कसैले अत्याचार गर्छ भने सहनु? गाउँको आफ्नो घरको मान्छेले पनि कसैले अत्याचार गर्छ भने सहन आउँदैन। यो अरू सेकेन्ड कस्तो छ 27 अरे नम्बर हेर्नुहोस् त। 1 बाट 10 सम्म के छ 16 छ। त्यहाँबाट फेरि 2 नम्बरमा 5 नम्बरसम्म प्राइज छ के पहिलेको अङ्क 27। माने यो कुन चाहिँ अहिलेको मान्छे यति बुडबक छ, कसरी बुडबक बनाउन सक्नुहुन्छ? त्यसै हाम्रो समाज होस् कुनैले पनि होस् मन्दिरको नाममा नि भने भन्दा धेरै पैसा दिन्छन्। हजुरहरूले 200 रुपियाँ होइन 10,000 माग्नुहुन्थ्यो भने पनि म दिन्थेँ। तर यो तरिका लिने तरिका गलत हो। आज कसको बदनाम भयो भन्दा मन्दिरको बदनाम भयो कि भएन? जसले यो खेला पातो त्यसको बदनाम भएन, कसको बदनाम भयो? मन्दिरको बदनाम भयो। र म कमिटीलाई एक कुरो अनुरोध गर्छु, लिगली खेला गराउनुहोस्, खेला गराउनुहोस्। मै अनुरोध गर्छु कन्टेन्ट क्रिएटरले जो भिडियो बनाएर हाल्नुहुन्छ फेसबुकमा उनीहरूले यो लटारीको प्रचार गरे। यस्तो खेलामा किन प्रचार गरे? मान्छेहरूको माझमा किन लिगली खेला हुन्छ, यस्तो खालको हुन्छ, सही खेला हुन्छ भनेर किन भुवा प्रचार गरे? र म अगार हुनुहुन्छ जजले यो भिडियो हाल्नु भएको छ, यो लटारी बेच्नु भएको छ जजले, उहाँहरू आएर माफ माग्नुहोस्।